हेलो गाइस, वेलकम टु माई ब्लग। आज कालिका मन्दिर प्रवेशद्वार है त गाइस। आज हामी भगवती मन्दिरको कालिका भगवती मन्दिर प्रवेश गर्दैछौँ गाइस। सो यता फलफुलहरू बेच्ने ठाउँ, पूजा सामग्रीहरू बेच्ने ठाउँ है गाइस। फलफुल पसलहरू बेच्ने ठाउँ गाइस। यहाँ एउटा फलफुलको चाहिँ 500 पर्छ गाइस है त। 500 पर्छ गाइस यहाँ है ल। 500 को एउटा पूजा सामग्री पाउँछ गाइस। हामीले यहाँ किन्यो गाइस है। ल हेर्नुहोस्, हाम्रो यो कालिका भगवतीमा अगाडि भएका फलफुल पसल, फलफुल तथा पूजा सामग्री पसल हो गाइस है यो। यहाँबाट सामान किनेर भित्र जानुपर्छ त गाइस। अब सामान किनेपछि हामी ल अब भित्र हेरेर गाइस ल। त्यो प्रवेशद्वार कालिका भगवती मन्दिर प्रवेशद्वार। अब हामी पस्छौँ गाइस है त ल। ओके गाइस ल, रमाइलो छ है आज। अझै दामी छ गाइस ल। यो बागलुङको कालिका भगवती मन्दिर करिब बेनीबाट ट्याक्सीमा 40 मिनट 25 मिनटमा आउँदो रहेछ गाइस है त। तपाईँको बेनीबाट ट्याक्सी रिजर्भ गर्यो भने 2500 मा आउने र जाने, प्लस 1-2 घन्टा वेटिङ टाइम सहित 2500 गाइस। हामी त्यसमा आएको है त गाइस ल। ल तपाईँले भित्र देखाउने छु गाइस ल। धन्यवाद गाइस। फ्यामिली दिदी सुनिता हैन। सो गाइस, अहिले चाहिँ हाम्रो यो बागलुङ कालिका माईको दर्शन गर्न हामी आइरहेका छौँ। यो हामी आज प्रवेश गर्दैछौँ। आज बुधबार भएर नि होला सायद, खासै मान्छेहरू त्यति चलपल छैन, मात्र यहाँ ठुलो भिड लाग्ने गर्छ गाइस। सो त्यसैले यदि तपाईँहरू पनि बागलुङ कालिका माई भिजिट गर्नुभएको छैन भने तपाईँहरूलाई केही जानकारी गर्न गएको छु। यो चाहिँ चप्पल जुत्ता राख्ने ठाउँ हो। यो चप्पल जुत्ता खोलेर मात्रै भित्र प्रवेश गर्न पाउँछ हामी है। सो यता घन्टीहरू छ। यो चाहिँ हाम्रो बागलुङ कालिका माईको मेन मन्दिर अगाडि देख्नुहुन्छ तपाईँहरूले। यता बिहा व्रतबन्धहरू पनि यहीँ हुन्छ। त्यसैले गाइज एकचोटि हाम्रो बागलुङ कालिका माईको दर्शन गर्न आउनु होला ह त गाइस। यो चाहिँ हाम्रो बागलुङ कालिका मेन मन्दिर हो त गाइस ल। हाम्रो बागलुङ कालिका माईको मेन मन्दिर यो हो। अगाडि चाहिँ बाघको शालिग छ गाइस। ठुलो तामाको अम्खरामा छ। यो चाहिँ तपाईँको दाम कति छ? हाम्रो बागलुङ काली माईको प्रवेशद्वार यो मेन गेट। त्यसै गरी मन्दिरको अगाडि सिधा भएको यो बाघको शालिग छ गाइस। यदि तपाईँहरूले चाहिँ बागलुङ कालिका माईको भिजिट गर्ने सोचमा हुनुहुन्छ भने एकचोटि अवश्य भिजिट गर्नु होला गाइस। एकदमै सुन्दर छ, एकदमै शान्त वातावरण दामी छ गाइस। अनि यो बागलुङ कालिका मन्दिरको चाहिँ यो चाहिँ नरिवल फर्ने ठाउँ। सम्पूर्ण भक्तजनले चाहिँ नरिवल फर्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो यहाँ फेरि बन्दै गरेको रहेछ आवास घर। सो गाइस, यहाँ तपाईँहरूको चाहिँ यहाँ यदि साथीहरू तपाईँहरूले चाहिँ यो कसैले पनि यो वनको मृग होइन, मृग देख्नु भएको छैन भने प्लिज गाइस, यो प्योर मृग हो यो गाइस। यो प्योर मृग पनि तपाईँहरूले यदि चाहिँ तपाईँहरू देख्नु भएको छैन भने यही नै हो गाइस ल। प्योर मृग हेर्नुहोस् गाइस, यस्तो हुँदो रहेछ, यस्तो हुन्छ गाइस मृग है यो। यो चाहिँ प्योर जङ्गलमा पाइने मृग हो। यदि कसै तपाईँहरूले चाहिँ देख्नु भएको छैन भने मजाले हेर्नु होला गाइस। यस्तो हुन्छ मृग भनेको है, रातो कलरको दामी हुन्छ। यसको अगाडिको सिङहरू यति दामी सुन्दर छ, यो बब्बाल छ गाइस। लगाइ चाहिँ हेर्नुहोस्, यसको चाहिँ एकदम नजिकबाट हेर्नुहोस् यसको फेस कस्तो रहेछ। यस्तो दामी छ गाइस। यति चिप्लो
परिगएको एकदमै सर्लक्क परिगएको छ हेर्नुहोस् है। यो चाहिँ प्योर हाम्रो चाहिँ मृग, जङ्गलमा पाइने मृग है। यसको फेस हेर्नुहोस् गाइस, यस्तो दामी छ यार गाइस। यदि तपाईँहरूले मृग देख्नु भएको छैन भने लगाएर हेर्नुहोस्, यो प्योर मृग है, गाउँमा जङ्गलतिर पाउने प्योर मृग यस्तो हुन्छ गाइस। ल मैले पनि एकदमै नजिकबाट हेर्न पाएको थिएन, आज चाहिँ मैले एकदमै नजिकबाट हेर्ने मौका पाएँ। यसको लागि हाम्रो बागलुङकालिका मन्दिरका समितिहरूलाई एकदम धन्यवाद छ। प्योर मृग चाहिँ यस्तो हुन्छ है गाइस, दामी छ। ल हेर्नुहोस् ल, यस्तो हुन्छ मृग। उता पनि छ, जोडी चाहिँ दुईवटा छ है गाइस, त्यता बसिरहेको छ एउटा। यता परेवा भइहाल्यो, तपाईँ परेवा त तपाईँले देख्नुभएको छ। यो परेवाको चाहिँ बस्ने घर। यस्तो दामी छ। बेनीबाट आउनुभयो भने त्यही कालिम्पोङ लागेको छ, त्यहाँनिर आउने गरेर तपाईँको होला। भेरी मच गाइस। भोलि म फेरि अर्को ठाउँ चाहिँ गलेश्वर जाने मेरो प्लान छ। गलेश्वर गएपछि तपाईँहरूले चाहिँ म फेरि अर्को भ्लगमा तपाईँलाई भेट्नेछु गाइज। ओके गाइज, तपाईँहरूले चाहिँ मैले अब हाम्रो यो बागलुङकालिकाको दर्शन गरेपछि हामी यहाँ निस्किने क्रममा छौँ। बाटो पनि दामी छ, पुरा ढुङ्गा छापेर आइरहेको अवस्था गाइज। यो अगाडि पनि हाम्रो पुरा टिकटक बनाउने फोटो खिच्ने काम भइरहेछ। ल हामी निस्किनु गाइज है त। ल इबन के छ हालखबर, ठिक छ? के छ हालखबर? ठिक छ। ल सुनिता, के छ तेरो हालखबर? रमाइलो हो? भयो। के गर्दै हिँडेको? माइकमा बोल न। मजा रमाइलो हो कि भएन? भयो त दिदी परविनको मामा, परविनको मम्मी। ल गाइस, बाई बाई, सी यू।